ल हेर्नुहोस्, पहिले मेरो फ्राई प्यान चाहिँ यस्तो थियो। यसलाई यो यति धेरै कालो र बर्निङ हो कि डढेको। यसमा चाहिँ अलिकति तपाईँले ठिकै हिट गर्नुहोस्, धेरै हिट पनि नगर्नुहोस्, हल्का हिट गर्नुहोस्। यसरी जस्तो मैले गरेको छु त्यसरी। अनि त्यसपछि चाहिँ तपाईँले यो के स्प्रे हाल्नुहोस्, मजाले तपाईँले स्प्रे हाल्नुहोस्। जति डढेको छ त्यो सबै स्प्रेहरू चाहिँ तपाईँले हाल्नु होला। सेफ भाइ अलिक राम्रोसँग गर, मजाले गर ल। सेफ भाइले मजाले गरिरहेछ। त्यो उतापट्टि पनि हाल। हेर्नुहोस्, त्यो स्प्रे हान्दै तपाईँको चाहिँ आफै हल्का हल्का रिमुभ भइरहेछ, देख्नुभएको छ नि होइन। अनि त्यसपछि तपाईँले चाहिँ मजाले माझ्नुहोस् सिल्डुसले। त्यति धेरै प्रेस गर्नै पर्दैन, हल्का हल्का तपाईँले दबाएर सिल्डले माझ्दा पनि राम्रोसँग जान्छ। हेर्नुहुन्छ यसरी। अब त्यसपछि तपाईँले पानी हाल्नुहोस्, पानी हालेर पानीले सफा गर्नुहोस् राम्रोसँग। अलि मजाले गर सेफ भाइ। ल हेर्नुहोस्, नयाँ पुरा नयाँ जस्तो भयो, पुरै टल्क्यो। त्यति धेरै डलेको थियो, अहिले कति मजाले हेर्नु सक्नुहुन्छ। सबै तपाईँको चाहिँ नयाँ भयो कि त्यति धेरै राम्रोसँग जान्छ। पहिला यस्तो थियो मेरो फ्राई प्यानहरू। अब तपाईँले हेर्नुहोस्, यो पछि क्लिन गरिसकेपछि